नमस्कार नेपाल बस्ने सबैजनालाई। अब 2 दिनमा निर्वाचन आउँदैछ र त्यसमा नेपाली जनताहरूले एउटा आफ्नो भविष्यको रेखा कोर्दैछन्। यो घुमिफिरी फेरि जनताको हातमा शक्ति आएको छ। अब यो शक्तिलाई तपाईले नातावाद, कृपावाद, छिमेकीवाद अथवा म जन्मिँदै काङ्ग्रेस एमालेवाद माओवादीवादमा लगेर खेर फाल्नुहुन्छ कि पुराना नेता, पुराना शक्ति, पुराना पार्टीहरूले तपाईको अस्तित्व र अस्मितामाथि जसरी आजको दिनसम्म अन्याय अत्याचार गरे, लुटे, एउटा उत्पीडनमा मान्छेलाई पारे, देशमा युवाहरूको रगत बगि नै रह्यो, बग्यो। 7 सालदेखि 47, 65, 63 र अहिले आएर पनि युवाको रगत बगिरहेकै छ। अब यही रगत बगाउने जुन एउटा परम्परा आइरहेको छ, यसैलाई नै निरन्तरता दिनुहुन्छ कि परिवर्तनको पक्षमा उभिनुहुन्छ? यो तपाईको हरिले जे ठीक लाग्छ, जे भन्छ नि तपाईको हरिले यहाँ हुन्छ कि भगवान त माथि छन्। सत्य गर्यो कि गरेन, यो मान्छेले ठीक गर्दैछ कि छैन भन्ने कुरा त माथिबाट त सबैले हेरेका छन्। मर्न एक दिन सबैलाई पर्छ। त्यही भएर तपाईको हरिले जे भन्छ नि त्यही गर्नुस्। तपाईको हातमा घुमी फेरि राज्यको शक्ति तपाईको हातमा त्यो छापमा आएको छ। परिवर्तनको पक्षमा तपाईँ उभिन चाहनुहुन्छ, परिवर्तनको पक्षमा गएर ड्याममा छाप लगाइदिनुस्। होइन, म यही हनुमान तन्त्रमै रहिरहन्छु, म यसैमा खुसी छु, म यही अन्याय अत्याचारमा डुबिरहन्छु भन्नुहुन्छ भने त्यही नातावाद, कृपावाद, परिवारवाद र पार्टीवादमा लागिरहनुहोस्। तर एउटा कुरा के नबिर्सिनुहोस् भने नि, पार्टी कार्यकर्ता भन्दा देश र समाज ठुलो हुन्छ। अब आउने सन्तानहरूको भविष्य कस्तो गर्ने भन्ने कुरा त्यो तपाईको हातमा घुमिफिरी आएको छ। छाप हान्दाखेरि सही तरिकाले छाप हान्नु होला। यति भन्दै मेरो यो अब नेपालको चुनावी सन्दर्भमा चाहिँ यो लास्ट भिडियो हो। आफ्नो हरिलाई सुन्नु होला।